नमस्ते एभ्रिवान, वेलकम ब्याक टु टेक नेपाल गुरुकुल। जति पनि भिडियो तपाईँले यो च्यानलमा हेर्नुभएको छ त्यो मैले बिसिए पढ्दाखेरि क्रिएट गरेको थिएँ। म अहिले करेन्टली चाइनामा सफ्टवेयर इन्जिनियरिङ गर्दैछु नानका युनिभर्सिटीमा र अहिले स्कलरसिपमा गर्दैछु। पछि यो च्यानलमा पनि कसरी एप्लाई गर्ने अथवा बिसिए पढेर सफ्टवेयर इन्जिनियरिङ गर्न सकिन्छ कि सकिँदैन भन्ने धेरै क्वेसन्सहरू हुन्छ, तर सकिने रहेछ। जस्तै मैले अहिले भएको भएर म यहाँ आउनुभन्दा अगाडि पनि धेरै क्वेसन्सहरू थिए, लाइक बिसिए पढ्यो भने हाम्रो किनकि ह्युम्यानिटिजमा छ, त्यही भएर ह्युम्यानिटिज भएर हामी यता सफ्टवेयर इन्जिनियरिङतिर जान पाइँदैन होला, एमआइटी गर्न पाइँदैन होला, बाहिरको युनिभर्सिटीहरूसँग जान पाइँदैन होला भनेर हुन्छ। तर यहाँ चाहिँ ट्याली चाहिँ अब जस्तै हाम्रो सब्जेक्ट वाइज ट्याली हुने रहेछ। जस्तै कुन कुन क्रेडिटहरू पढेछ हामीले, जस्तै बिसिएमा भनेर ट्याली हुने रहेछ। जस्तै जाभा, यता पनि जाभा, यसरी ट्याली गर्दाखेरि चाहिँ एउटै सब्जेक्ट अथवा आइडी रिलेटेड सब्जेक्ट छ भने चाहिँ म्याक्सिमम् युनिभर्सिटीले चाहिँ हामीलाई अलाउ गर्ने रहेछ पढ्नको लागि। सबैले चाहिँ नगर्ला, तर म्याक्सिममले चाहिँ अलाउ गर्ने रहेछ। सो म चाहिँ अहिले स्कलरसिपमै छु। अनि त्यसपछि बिसिए मैले चाहिँ त्यही आफूलाई गाह्रो लागेको र अब साथीहरूलाई पनि इङ्ग्लिस कति गाह्रो भयो स्टोरीहरू बुझ्नको लागि भनेर भनेको भएर चाहिँ मैले च्यानल स्टार्ट गरेको थिएँ। अनि यसमा टेक ट्युटोरियल्सहरू पनि बिस्तारै हाल्छु भनेर सोचिरहेको थिएँ, तर बिस्तारै टाइमको कारणले गर्दाखेरि सबै चाहिँ हाल्न पाएन। अहिले पनि धेरै कुराहरू सोचेको छु यसमा हाल्नुपर्ने, अथवा जस्तै बिसिए स्टुडेन्ट्सहरूलाई हेल्प हुने खालको, बिसिए मात्र नभएर अरू आइटी स्टुडेन्ट्सहरूलाई पनि हेल्प हुने खालको कन्टेन्ट्सहरू सोचिरहेको छु। तर अब बिस्तारै टाइम मिल्दै गएपछि हाल्छु। तर अहिले चाहिँ चाइनामा मैले के एक्सप्लोर गर्दैछु एज अ सफ्टवेयर इन्जिनियरिङ स्टुडेन्ट्स, मेरो लाइफ कसरी गइरहेछ होइन, यो सबै कुराहरू चाहिँ देखाउनको लागि चाहिँ मैले अहिले नयाँ भ्लग च्यानल स्टार्ट गरेको छु, डाङ्गी नसिब डायरिज भनेर। त्यसलाई पनि सबैले सब्सक्राइब गरिदिनु होला। त्यसमा अब किनकि म बिसिए भए, हजुरहरू पनि म्याक्सिमम् बिसिए नै हुनुहुन्छ होला, किनकि मेरो च्यानल अलिकति बिसिए फोकस्डै छ भनौँ न, किनकि मैले बिसिएकै एकाडेमिक कन्टेन्ट्सहरू अपलोड गरेर आउँथेँ। त्यही भएर सबैले त्यसमा गएर सब्सक्राइब गरिदिनु होला, मैले डिस्क्रिप्सनमा पनि हालेको हुन्छु। अनि यसमा चाहिँ अहिले चाहिँ अब भ्लगहरू मात्रै हालिरहेको छु, तर अब त्यसमा जस्तै स्कलरसिप अपर्च्युनिटिजहरू, जस्तै जर्मनीको अथवा चाइनाको अरू कन्ट्रिजहरूको पनि स्कलरसिप अपर्च्युनिटिजहरू मैले एक्सप्लोर गरेको थिएँ बिफोर चाइना आउनुभन्दा अगाडि। त्यसको बारेमा पनि बिस्तारै भिडियोहरू यसमै हाल्दै जान्छु। र कुनै यस्तो टेक्नोलोजी अथवा जस्तै इन्डस्ट्रियल भिजिट्स हुनसक्छ, कुनै अब रोबोटिक्सहरू यता चाइनामा त एकदमै हाइपअपै रहेछ, एआई पनि एकदमै हाइपअपै रहेछ। जता हेरे पनि सानो कुराहरूमा पनि एआई इम्बेडेड यताउता, यो सबै कुराहरू चाहिँ जस्तै म एक्सप्लोर गर्दै जाँदाखेरि देखेको टेक्नोलोजी रिलेटेड कुराहरू चाहिँ म यही च्यानलमा हाल्छु, किनकि इट्स टेक रिलेटेड। अनि बाँकी कुराहरू चाहिँ अब डेली लाइफ एक्सप्लोर, चाइना एक्सप्लोर गर्ने कुराहरू, अब फुडिङ होइन, अनि त्यसपछि कहीँ घुम्न गएको कुराहरू, यो सबै कुराहरू चाहिँ म भ्लग्स बनाएर अब उता अर्को च्यानलमा डाङ्गी नसिब डायरिजमा हाल्दैछु। सो सबैले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। अनि अरू केही क्वेरिजहरू छ भने चाहिँ जस्तै नसिब डाङ्गी भनेर हजुरहरूले लिङ्कडिनमा मलाई कमेन्ट गर्न पनि सक्नुहुन्छ। मैले खास मेरो कोर एक्सपिरियन्सहरू भनेको चाहिँ ह्याकाथन्सहरू थियो। अनि त्यसपछि मैले चाहिँ वेब डेभलपर, एज अ वेब डेभलपर, फुल स्ट्याक डेभलपर पनि मैले फ्रिल्यान्सिङ गरेँ भनौँ न। अनि त्यो कुराहरू सबैको बारेमा चाहिँ म बिस्तारै केही न केही जस्तै कन्टेन्ट्सहरू, हेल्पफुल कन्टेन्ट्सहरू चाहिँ म यो च्यानलमा हाल्न खोज्छु। तर यदि त्यति धेरै टाइम भएन भने चाहिँ म यता एक्सप्लोरेसनमा चाहिँ अलिकति एक्टिभै हुन्छु भनेर बसेको छु, किनकि यता चाइनाको टेक्नोलोजी भनेको चाहिँ अलि धेरै नै डेभलप रहेछ भनौँ न। यहाँ आएपछि झन् चाइना उता सुन्दाखेरि हाम्रो इमेजिनेसन एउटा थियो, र अब यता अहिले झन् पढ्दै गर्दाखेरि अरू चाइनिजहरूलाई हेर्दाखेरि अनि यता वरिपरि जस्तै पेमेन्ट सिस्टमहरू हेर्दाखेरि यति धेरै विकसित भएको छ कि जस्तै यहाँबाट हामीले धेरै कुराहरू सिकेर चाहिँ यता पछि नेपालमा इम्प्लिमेन्ट गर्न मिल्ने खालकोहरू छन्। त्यही भएर आई थिङ्क यस्तै यस्तै कन्टेन्टहरू चाहिँ म बिस्तारै ल्याउँदै जान्छु होला, टेक रिलेटेड कन्टेन्ट यता, अनि त्यसपछि ब्लग्स रिलेटेड कन्टेन्ट उता। त्यही भएर दुइटै च्यानललाई माया गरिदिनु होला। सो आजको भिडियो चाहिँ मैले त्यही भन्नको लागि थियो। थ्याङ्क यू अहिलेसम्म लाइक्स कमेन्ट्सहरू गरिदिनु भएको छ। यता मैले खास आफ्नै साथीहरूको लागि भनेर स्टार्ट गरेको, तर अब बिस्तारै हुँदै गएपछि सबैलाई हेल्पफुल हुँदै गयो अरे। स्पेसली इङ्ग्लिसको भिडियोजहरू छ, आइओटीको नि मलाई हार्डवेयरमा इन्ट्रेस्टेड भएको भएर चाहिँ धेरै कन्टेन्टहरू हाल्न मन छ। जस्तै आर्डिनो प्रोग्रामिङ, हार्डवेयर सफ्टवेयर कनेक्ट गर्नेहरू कुराहरू, धेरै कुराहरू छ जुन चाहिँ मलाई
ट्युटोरियल्सहरू बनाउन मन छ। अब यता चाइनामा सर्किट सस्तै हुन्छ भनेर थाहा छ, त्यही भएर अब त्यो पनि पाइयो भने चाहिँ त्यो रिलेटेड कन्टेन्टहरू पनि हाल्छु र अरू कन्टेन्टहरू पनि हाल्छु। सो लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। बाई बाई।